हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरलाई फेरि पनि मेरो अर्को एउटा नयाँ भिडियोमा। मैले चाहिँ यस्तो एउटा क्लिप हालिसकेकी थिएँ मटरको पानी लगाएर चाहिँ बिउ राख्ने भनेर, तर त्यो प्लानिङ पनि हामीहरूको सक्सेस भएन। के भयो भने दिनभरि लाग्दाखेरि पनि मटरबाट चाहिँ पानी नै आएन। त्यहाँ पछि चाहिँ सिमसिम पानी परिरहेको छ र यता पावर टिलर काकालाई पनि बोलाउनु भएको छ र यता काका पनि जोत्दै हुनुहुन्छ। उता सेन्टेक्सबाट पनि पानी लगाउनु भएको छ पाइपले र यता कलबाट पेलेर भए पनि आज चाहिँ म बिउ चाहिँ राख्नै भनेर चाहिँ यता तयारी गर्दै हुन्छ सबैजना मिलेर। र नालाबाट पनि अलिअलि खिसखास पारेर चाहिँ पानी चाहिँ यता भइसकेको छ। यसै चाहिँ हामीहरूको खेती चाहिँ अध्यादेका हौँ। अध्यादे पनि अब घरै अगाडि बिउ राख्नलाई तयार हुँदैछ र अलिअलि हेल्प त गर्नै पर्छ होइन। र सबैजना यता लागिसक्नु भएको छ र यता बढी चाहिँ मही लगाउँदै हुनुहुन्छ। मही लगाउँदाखेरि चाहिँ राम्रोसँगले पानी बस्छ अरे र यता मही पनि लगाउँदै हुनुहुन्छ। र यहाँ हेर्नुहोस् न कति राम्रो पनि भयो। अहिले चाहिँ हामीहरूको माटो पुरा रेडी भयो। अब बिउ हाल्दाखेरि चाहिँ हुन्छ भन्ने खालको कुरा गर्नुभयो। त्यहाँ पछि चाहिँ हेर्नुहोस् न पानी परेको परे भयो। अब चाहिँ बेसी पानी परेर चाहिँ बिउ पनि बिग्रिन्छ जस्तो जगजगी पो भइसक्यो त। यहाँ हेर्नुहोस् न पुरै पानी नै परिरहेको छ र यता चाहिँ बढी बेरा बार्दै हुनुहुन्छ। बेरा बारेन भने त बाख्रापाटा पस्छन् होइन। र पिताजी यता बिउ पनि हान्न लाग्नुभयो। गाइस, यो भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस्। बाइ बाइ।